लिटल रिस्क ग्रेट रिवार्ड। याक्सले ओपनिङमा पठाएको मार्क वाटले त पुरै वाट लगाइदिए लुम्बिनीको बलिङको। फर्स्ट बलदेखि नै सिक्सेसको भारी वर्षा, क्लिन हिटिङ, नो लुकिङ सट्स, डाउन द ग्राउन्ड, अफ साइड, लेग साइड, ब्याटिङ कार्नेज नै भयो। कमेन्ट्री बक्समा पनि रमाइलो। आइरिसम्यान टक्लुदा, इङ्ग्लिसम्यान डेभिड मलन अनि फिल्डमा स्कटिसम्यान मार्क वाट। प्योर ब्रिटिस टेक ओभर। क्रिटिक्सहरू याक्सले किन वाटलाई पठाएको ओपनिङमा भन्दै थिए, तर वाटले भने होल्ड माई ब्याट। कति सट हाने, टिको ग्राउन्ड कतिपल्ट कट्यो, बल हराएर अम्पायरले कतिपल्ट बल चेन्ज गर्नु पर्यो, काउन्ट नै भएन। याक्सको बलिङमा स्ट्रङ स्पिन युनिट युवराज खत्री, विपिन शर्मा, वाट, वशिष्ठ सबैको स्पिनले लुम्बिनीलाई पुरा कन्ट्रोलमा राखेको थियो। अनि फेरि ब्याटिङमा पनि त्यही लुम्बिनीकै स्पिनर्सलाई वाटले टियुको धुलो चढाउँदै 12 ओभरमै गेम सकाइदिए। क्राउड र याक्सको टिमले उनको 100को राम्रो सेलिब्रेट पनि गरे। विल वशिष्ठले पनि राम्रो स्ट्राइक रोटेट गर्दै वाटलाई ब्याटिङ दिँदै आफ्नो पार्ट काम कम्पोजसँग खेले। यसको रिजल्ट के भयो? याक्सको डोमिनेटिङ भिक्ट्री, वाटको वर्ल्ड क्लास सो। साथी हो, यही हो ओपनिङ ग्याम्बलको म्याजिक।